हिमालयन एयरलाइन्समा उडुस आतंक, आकाशमै यात्रुहरूको फैला बैला, यात्रुका शरीरमा उडुसले टोकेर डाबरै डाबर, देशको अन्तर्राष्ट्रिय बेइज्जत, एक विशेष खुलासा। जेनजी आन्दोलन उत्कर्षमा रहेको दिन भदौ 24 गते भित्रभित्रै हिमालयन एयरलाइन्सलाई स्ट्यान्ड बाई रहने निर्देशन गएको कुरा प्रचार भयो। उपचारको बहानामा केपी ओली सहितका नेताहरू दुबई भाग्ने तयारीमा थिए भन्ने पनि भनियो। यो कुरामा हिमालयन एयरलाइन्सले भ्रामक प्रचार भनेर खण्डन गरिसकेको छ, तर यस्तो प्रचारको पृष्ठभूमि चाहिँ भ्रामक जस्तो कदापि लाग्दैन थियो, किनभने हिमालयन एयरलाइन्समा केही प्रतिशत शेयर यति ग्रुपको छ, अलि बढी हिस्सा चाहिँ चिनिया कम्पनी टिबेट सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्टको छ। यति ग्रुप भन्नु र केपी शर्मा ओली भन्नु फरक फरक आमा बाबुबाट जन्मिएका तर सहोदर दाजुभाइ जस्तै हुन्। यति ग्रुपको असली कर्मचारीको रूपमा केपी शर्मा ओलीले देश लुटेर धेरै कुराहरू यो समूहलाई सुम्पिएका पनि छन्। यही हिमालयन एयरलाइन्सको जहाजमा अहिले उडुसको प्रकोप छ। चार्टरको नाममा चर्को भाडा असुली गर्ने तर यात्रुलाई लोकल बसको जतिको गुणस्तरीय सेवा पनि नदिने कुरा प्रमाण सहित नै प्रकट भएको छ। हिमालयन एयरलाइन्सको सिटमै उडुस भेटिएपछि एक यात्रु नवराज पाण्डेले आफ्नो सामाजिक सञ्जालमै उडुस सहितको भिडियो अपलोड गरिदिएका छन्। दर्शकहरू पनि हेर्नुहोस् र छुट्याइदिनुहोस् यो उडुस हो कि होइन। जहाजको यात्रा आरामदायी र गुणस्तरीय हुन्छ भन्ने आम बुझाइ हो, तर हिमालयन एयरलाइन्सको गुणस्तर कुन हदको छ भन्ने यो उडुसबाटै पुष्टि हुन्छ। अन्तर्राष्ट्रिय उडान गर्ने जहाजमै उडुस भेटिनु, उडुसको टोकाइबाट यात्रु पीडित हुनु चान्चुने विषय होइन, यो त अन्तर्राष्ट्रिय बेइज्जतको कुरा हो। हिमालयन एयरलाइन्समा उडुसको आतंकको कुरा यात्रु नवराज पाण्डेको भिडियो मात्रैबाट पुष्टि भएको छैन। यही एयरलाइन्सको उडान नम्बर S9765 बाट सिट नम्बर 15C मा बसेर काठमाडौँबाट दुबई पुगेका यात्रु सुभाष श्रेष्ठलाई त उडुसले टोकेर दुःख नै दियो, शरीरभरि डाबरै डाबर बनाइदियो। यात्री सुभाष श्रेष्ठले हिमालयन एयरलाइन्सबाट उडान गर्दा उडुसबाट कसरी पीडित भए भन्ने कुरा उनीबाटै सुनौ। देख्न साथै मैले अगाडिको दिदीलाई इन्फर्म गरेँ कि तपाईँको टाउकोबाट त उडुस चढिरहेछ भनेपछि उहाँहरू अबुई भनेर उहाँहरू तर्सिनु भयो, हस्किनु भयो। त्यसपछि म भन्दा सँगै बस्ने यात्रुहरूलाई चाहिँ मैले भने कि यो उडुस जस्तो छ हो कि होइन भने कन्फर्म गरेँ, यो उडुस हो भने त्यसपछि हतनपत्त मोबाइल निकालेर मैले त्यो झरिरहेको भिडियो चाहिँ खिचेँ, जुन भिडियो मैले अलरेडी पोस्ट गरिसकेँ सोसियल मिडियामा। त्यसपछि मैले त्यही उडुस टिपेर चाहिँ एयर होस्टेसलाई बोलाएर तपाईँलाई केही कुराहरू भन्नु मिल्छ भने त्यसपछि उहाँले हुन्छ भन्नु भने त्यही उडुस चाहिँ त्यो टिस्युमा टिपेको उडुस चाहिँ उहाँलाई दिएँ। तपाईँको हिमालयन एयरलाइन्समा त उडुस रहेछ जसको कारणले मलाई यति धेरै इचिङ भइरहेछ हेर्नुहोस् त भनेर मैले इचिङ भएको पार्टहरू पनि देखाएँ। बडीमा जुन मैले सानो सानो डाबरहरू आइरहेको थियो त्यो सबै देखाएपछि ओहो हो रहेछ सर, तपाईँलाई धेरै गाह्रो भए जस्तो, तपाईँलाई म सिट चेन्ज गरिदिन्छु, नआत्तिनुहोस् यस्तो यस्तो भनेर भन्नुभयो। अनि म पनि डराएर मैले पनि त्यो खानाहरू खसालेँ, जुन प्लेनको भुइँमै खसालेँ, म पनि तर्सिएँ। त्यसपछि मलाई किन यति धेरै भए रहेछ भने त्यसपछि मेरो त बडीहरू अलिकति असजिलो भए जस्तो हुन थाल्यो। त्यसपछि उहाँहरूलाई भनेपछि उहाँहरूले चाहिँ अगाडिको दिदीहरूले पनि भन्नुभयो कि हिमालयन एयरलाइन्स यस्तो नेग्लिजेन्स किन हो, पेस्ट कन्ट्रोलहरू हुन्न कि क्लिनिङ हुन्न कि तपाईँहरूको सर्भिसभन्दा अगाडि भनेर एकछिन कुराहरू भयो। हामी दुई रोको यात्रुहरूले मात्र, किनकि धेरै लाउडली नगरौँ, त्यहाँ धेरैजना हुनुहुन्छ, फेरि धेरै ठुलो लाउडली गर्दाखेरि अरूहरूलाई पनि गर्दाखेरि अरू प्यानिक हुनसक्छ भनेर चाहिँ हामी त्यति धेरै लाउडली गर्न चाहिएनौँ। हिमालयन एयरलाइन्सको यो हदको लापरवाहीले यात्रु पीडित त भए नै, यो खबर अन्तर्राष्ट्रिय मिडियाले थाहा पायो भने त्यहाँ पनि समाचार बन्न सक्छ। हिमालयन एयरलाइन्सलाई धेरैले नेपालकै एयरलाइन्स भनेर बुझेका पनि छन्। अन्तर्राष्ट्रिय उडानमा गुणस्तरीय सेवाको कति ठूलो महत्व हुन्छ भन्ने कुरा विदेश भ्रमण गरिरहेकाहरूलाई बढी थाहा हुन्छ। नेपालकै भनिएका एयरलाइन्सको चाहिँ यो हदको बिजोगले देशलाई बेइज्जत गरिदिएको छ। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्नो विदेश भ्रमण गर्दा यही एयरलाइन्सका विमान चार्टर गरेर वा भनौं भाडामा लिएर जान्थे। सरकारी खर्चमा दर्जनौं अनावश्यक मान्छे लगेर एयरलाइन्सको सेवा पनि गर्थे। यही नेताहरूबाट संरक्षित र पुलपुलिएको यति समूहले सञ्चालन गरेको हिमालयनको यस्तो हरिबिजोग थाहा पाए भने विदेशी पर्यटकहरू यस्तो जहाज चढेर नेपाल घुम्न आउलान् त।